भोकै बस्दा कस्तो हुन्छ भन्ने कुरा अनुभूति छैन, चोट लाग्दा कति दुख्छ भन्ने अनुभूति छैन, जीवनलाई चिनेकै छैन, भोक फालोमा आहा गरिन्छ बिचमा है, कामै छैन। त्यसरी दुःख पाउनुपर्छ। त्यो दुःख पाउनलाई एकचोटि विदेश जानुहोस् तपाईँहरू। त्यसपछि अहिले तपाईँको छैन, जति तपाईँलाई देशको माया लाग्छ त्यो पनि धेरै माया लाग्छ विदेश गएपछि है। यहाँ लाउरेहरू किन यहाँ मलाई सघाउनुहुन्छ थाहा छ? बेसरी दुःख पाएको छ नि त उता होइन। दिनेशजी उता दुःख पाएर उता देखाइदिनु त एकचोटि है, दुःख पाएर पेन्सन बनाएर आएको। यता हाम्रो सर पनि होला है। अब लाउरेहरू त लाउरे भइहाल्नु भयो। विदेश जानेहरूले किन हामीलाई तपाईँको छैन समर्थन गर्नुहुन्छ थाहा छ तपाईँहरूलाई? यहाँ धरानमा बस्ने, यसो फुको फालो आहा भने 12 बजी उठ्ने होइन, यसो चाहिँ मिठो मसिनो खाने रमाइलो गर्नेले किन समर्थन गर्दैन हामीलाई? किन संविधानमा आउँदैन? किन विदेशमा बस्नेहरूलाई हाम्रो यत्रो माया लाग्छ, हाम्रो चाहिँ समर्थन किन यत्रो गरेको भन्दा त्यहाँ थाहा छ क्या, बिहान 5 बजी अलार्म लाएर उठ्नुपर्छ, 6 बजी ड्युटीमा पुगिसक्नुपर्छ, भरे राति आउँछ 8 बजी। दिल्ली हो, फेरि दिल्ली हो, चलिरहेको छ है। अनि मैले अफगानिस्तानमा हुँदा, इराक र अफगानिस्तान दुई ठाउँमा पढेँ। अफगानिस्तानमा हुँदा मैले थुप्रो कविताहरू लेखेको छु क्या। त्यतिखेर म आफूलाई चाहिँ मेसिन जस्तो लाग्यो। 5 बजी उठ्यो, 6 बजी ड्युटी पुगिसक्नु पर्ने, सेफ्टी ब्रिफिङ 15 मिनटभित्र गरेर स्याट काम गइहाल्यो। एभ्रिडे द सेम है। एक हप्ता होइन, 1 महिना होइन, वर्ष त्यसरी गरिरहँदाखेरि आफूलाई चाहिँ एउटा मेसिन जस्तो होइन अनुभूति हुन्छ। अहिले म जस्तै दुःख पनि गर्न सक्छु नि, किन थाहा छ? त्यो कुराहरू पनि छ क्या है। मनलाई कसरी कन्ट्रोल गर्ने सबभन्दा